पाल्पा रामपुरको होस्दी र स्याङ्जा चापाकोटको किसान जोड्न काली गण्डकीमा निर्माणाधीन पक्की पुलको पछिल्लो भिडियो सामग्री यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। मुख्य संरचना निर्माणको काम लगभग सकिएर अहिले दुवैतर्फको पहुँच मार्ग निर्माणको काम चलिरहेको छ। चापाकोट तर्फको पहुँच मार्ग निर्माणमा भौगोलिक कठिनाई भएको कारणले निर्माण सम्पन्न हुन केही महिना ढिला हुने देखिएको छ। सपना निर्माण सेवा हेटौडाले करिब रु 30 करोड रकममा 2079 कार्तिक 23 गते सम्झौता गरी 2080 मङ्सिर 24 गतेबाट यसको निर्माण कार्य थाल्ने गरेको थियो। सम्झौता अनुसार 2082 कार्तिक 24 गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेमा केही महिना ढिला गरी निर्माण सम्पन्न हुने अवस्था देखिएको छ। कुल 200 मिटर लम्बाइको यसको चौडाइ 11 मिटर रहनेछ, जसमा 7.5 मिटरमा गाडी गुड्नको लागि प्रयोग हुनेछ। यसको दुवैतर्फ गरी 300 मिटरको पहुँच मार्ग समेत निर्माण गरिनेछ, जसको चौडाइ 11 मिटर रहनेछ। पीएससी बक्स गडर प्रविधिमा निर्माण भइरहेको यसको 3वटा स्पान रहनेछन्। प्रत्येक स्पानको लम्बाइ करिब 65 मिटर रहनेछ। नेपालका अधिकांश विकास निर्माणका कार्यहरू तोकिएको समयभन्दा धेरै ढिला गरी सम्पन्न हुने अवस्था रहेकोमा यस पुलको निर्माण तोकिएको समयभन्दा केही महिना मात्र ढिलो गरी सम्पन्न हुन लागेको छ। काम सम्पन्न भएपछि पाल्पा र स्याङ्जाका स्थानीयहरू लाभान्वित हुनेछन्।